Guys, welcome to back to my new vlog. हजुरहरूलाई पनि सन्चै होला, मलाई पनि सन्चै छ। आज चाहिँ म चाहिँ हाम्रो म सानैदेखि पढेको स्कुलमा जाँदैछु छोरीलाई लिन। आज त्यहाँको सरहरूसँग कस्तो हुन्छ भिडियो लाइक सेयर गर्न नबिर्सिनु होला। मैले पढेको स्कुल चाहिँ यही हो। पहिला चाहिँ यहाँ चाहिँ यस्तो ठुलो ग्राउन्ड थियो क्या, उहाँसम्म अहिले हस्पिटलले सब पुरिदिएको छ। हामी चाहिँ यहाँ चाहिँ बलहरू खेल्दैनौँ यहाँ पहिला। अहिले चाहिँ यो तिनवटा भवन थपेको छ। हेलो भन्नु। उहाँ चाहिँ मेरो छोरी स्कुलबाट धेरै पढेर आउनुभएको। हेलो गाइज भनिदिनु। हेलो गाइस, लाइक गरिदिनु, सेयर गरिदिनु भन्नु। लाइक गरिदिनु, शेयर गरिदिनु। ल हिँड्नु, राम्रोसँग हिँड्नु है। लोटिन्छ बाटो चाहिँ यस्तो छ यो हाम्रो घर स्कुल आउने बाटो। लाइक कमेन्ट सेयर गर्न नबिर्सिदिनु होला। यहाँ चाहिँ बाटो यस्तो छ यो। अब यहाँ चाहिँ कसरी जानुहुन्छ हेरौँ है। ल हेर्नुहोस्, केटारी भनेर ज्ञानी ल हेर्नु त भित्तो कसरी हिँड्नु हुँदो रहेछ गाइज। ओहो, यो चाहिँ हाम्रो चाहिँ बारी हो है गाइज, मकै बारी। ऊ त केराबारी पनि फुलबाट सर्लक्क यहाँसम्मको हो। उता घरबारीमा चाहिँ सुन्तला लाग्छ। यो चाहिँ मेरो चाहिँ सुन्तला बारी। सुन्तलालाई देख्न सक्नुहुन्छ। अझै पनि उता बारीभरि लगाइदिएको छ। उहाँ माथिबाट सर्लक्कै हो। ल देख्न सक्नुहुन्छ सुन्तलाहरू। देख्न सक्नुहुन्छ सुन्तलाहरू जति पनि देखिएका छन् हाम्रै सुन्तला हुन्। 300 बेर्ना सुन्तला लगाएको। हाम्रो यहाँको मान्छेहरू फेरि यति अबुझ हुन्छन् कि यताबाट यत्रो बाटो छोडिदिएर यता मकैबाट हिँडेर हेर्नु न कस्तो बनाइदियो। ल हेर्नु, मान्छे अबुझ भएपछि यस्तो हुन्छ। यत्रो बाटो कुना छोडी यता त्यही अर बोक्न पर्यो छोरीलाई बोक्न पर्यो।